प्राय जसो हिल एरियामा हिँड्दाखेरि त्यहाँ चाहिँ ध्यान पुर्याउनुपर्छ, विचार पुर्याउनुपर्छ। यदि गाडी यसरी हो भिडियोमा देखाए जस्तै गरेर सिङ्गल बाटोमा एउटा गाडी मात्रै आवत जावत गर्न सक्ने ठाउँमा यसरी गाडी बिग्रियो या केही भयो भने अर्को व्यक्तिलाई चाहिँ परेसानी हुन सक्छ। त्यहाँ न अगाडि जान सकिन्छ न पछाडि जान सकिन्छ। त्यो अवस्थामा के गर्ने त भन्दाखेरि यस्तो अवस्थामा चाहिँ हामी चाहिँ सायद केही पनि गर्न सक्दैनौँ। तर यहाँ हेर्नुहोस् यस भिडियोमा एउटा व्यक्तिले, एउटा ड्राइभरले आफ्नो अक्कलमन्द सुझबुझ र पुरा दिमाग लगाएर, भन्छु नि मैले प्रायः जस्तो दिमागको शक्ति भनेर, दिमागमा यति शक्ति छ कि हामीले चाहिँ धैर्यतापूर्वक यदि सोचेर विचारेर कुनै पनि कामलाई चाहिँ अग्रसरता दियो भने त्यो काम राम्रोसँग र सजिलैसँग पनि पुरा गर्न सकिन्छ। त्यसैले भनिन्छ कि जो धैर्यतामा जो ताकत छ त्यो हडबडाहट र लापरवाहीमा छैन भनेर। हेर्नुहोस् क्या मजाले यो मान्छेले चाहिँ गाडीलाई भित्ताबाट यसरी चाहिँ सारेर चढाएर सजिलैसँग उतापट्टि अर्कोपट्टि निकालेर र राम्रोसँग उसले चाहिँ गाडीलाई चाहिँ भुइँमा झारेको पनि छ। ग्राउन्ड सल्युट भन्न चाहे